गुड मर्निङ। सो आज चाहिँ हाम्रो ट्रिपको चाहिँ तेस्रो दिन रहेको छ। हिजो चाहिँ हामी लेक डिस्ट्रिक्टबाट चाहिँ हामी चाहिँ हाइल्यान्ड जाने क्रममा अब त्यो चाहिँ त्यहाँदेखि त्यहाँको डिस्टेन्स चाहिँ लगभग 8 घन्टाको रहेछ क्या। अनि हामी हिँड्दै गर्दाखेरि चाहिँ नन स्टप हिँडेँ बाटोमा कतै यसो खाजा खानलाई चाहिँ रोकेर त्यस फेरि कन्टिन्युसली हामी हिँडेको त्यो गर्दा पनि हामी यहाँ आउँदासम्म 7 बजिसकेको थियो रातिको। त्यहाँभन्दा धेरै अब ड्राइभ गर्न नसक्ने स्थिति भइसकेपछि हामी चाहिँ यतै कतै बास बस्ने भन्ने डिसिजन गरेर अहिले चाहिँ म यहाँ होटलमा बसिरहेको छु लजमा। एउटा चाहिँ फोर्ट विलियम भन्ने ठाउँ छ होइन, स्कटल्यान्ड हो। यो चाहिँ स्कटल्यान्डको फोर्ट विलियम भन्ने ठाउँ छ र यहाँ चाहिँ हामी चाहिँ एउटा लजमा सेफिल लजमा चाहिँ बसिरहेको छौँ। दुईजना साथीहरू चाहिँ सुतिरहेको छ र म बिहानै उठेर चाहिँ म चाँडै सुतेको थिएँ, त्यही भएर मलाई चाँडै निन्द्रा खुल्यो। अब 10 बजीतिर हाम्रो चेकआउट हुन्छ, अब त्यति बेलासम्म उनीहरू पनि उठिसक्छन्। त्यसपछि हामी चाहिँ फेरि यहाँबाट अब आफ्नो गन्तव्य अझै यहाँबाट चाहिँ लगभग 3.5 घन्टाको जति यहाँबाट चाहिँ ड्राइभ आफ्नो गाडीमा 3.5 घन्टा जति लाग्छ होइन। सो अब उनीहरू उठिसकेपछि हामी चाहिँ रेडी भएर यहाँबाट हिँड्छौँ। सो यहाँको भ्यू हेर्दाखेरि चाहिँ दामी छ क्या यो ठाउँ पनि। हेर्नु होइन, हाम्रो नेपाल जस्तै पोखरा जस्तै होइन, पुरै त्यो माथि पाहाडहरू अनि त्यसको मुनिपट्टि ताल। अब यहाँबाट ताल चाहिँ देखेँ होइन, म माथि जान्छु, हाम्रो कोठा चाहिँ माथि छ अनि माथिबाट म तपाईँहरूलाई चाहिँ देखाउँछु। यस्तो राम्रो भ्यू छ होइन, ठ्याक्कै हाम्रो नेपालको याद आउँछ कि नि सबै कुराहरू देख्दाखेरि। मेरो पछाडि देख्नु होला तपाईँले जति पनि यो पाहाडहरू देखिरहने ठुलो हो क्या। उहाँ हामी बाटोमा आउँदै गर्दाखेरि हाम्रो राति भइसक्यो थियो क्या। राति नभएको भए झन् हिमाल पाहाड जस्तो माथि पुरै हिउँले चाहिँ ढाकियो क्या। त्यो पाहाडमा पनि त्यहाँ अब कतिको देखिरहेको छैन गर्छु। त्यो माथि देख्नु भयो नि त्यो त्यहाँ पनि हेर्नु कस्तो मजाले। अहिले चाहिँ अलिक कम भयो। अब हिजो आउँदाखेरि चाहिँ -2 डिग्री थियो टेम्परेचर, त्यति बेला चाहिँ एकदमै पुरै हिउँ चाहिँ पुरै सेतै देखिरहेको थियो। अहिले चाहिँ अलिकति आजको टेम्परेचर चाहिँ अलिकति सायद बढी छ क्या। अनि अहिले चाहिँ हिजो जतिको अझ चिसो पनि फिल भएको छैन। जब म माथि गएर तपाईँहरूलाई चाहिँ म माथिबाट चाहिँ पछाडिको भ्यू चाहिँ देखाउँछु। आज चाहिँ हाम्रो ट्रिपको चाहिँ तेस्रो दिन छ है। हामी चाहिँ आइसले अफ स्काई हाइल्यान्ड भन्ने ठाउँमा चाहिँ स्कटिस हाइल्यान्ड भन्ने ठाउँमा चाहिँ जान लाग्छौँ होइन। सो म साथीहरू यहाँ सुतिरहेको छ। सो यो चाहिँ हाम्रो अपार्टमेन्ट हो। सुतिरहेको मान्छेलाई के देखाउनु होइन। सो म यहाँ डोर लक गर्छु। डोर लक गरेँ। त्यसपछि चाहिँ यो हाम्रो चाहिँ लाइक 1 बेडरुम अपार्टमेन्ट हो, 2 बेड्स भएको अपार्टमेन्ट चाहिँ हामीले चाहिँ बुकेर थियौँ। सो अब म तपाईँहरूलाई ब्याकग्राउन्डको भ्यू देखाउँछु। यो चाहिँ अर्को बेडरुम हो हाम्रो। सो अब यहाँ हेर्नु तपाईँहरूले, वाउ, पुरै नेपाल जस्तो हाम्रो पोखरा जस्तो माथि पहाड, त्यसको मुनिपट्टि चाहिँ लेक। यस्तो दामी भ्यू छ होइन। सो यो पनि तपाईँहरूले मिस नगरौँ भनेर चाहिँ मैले आफ्नो भिडियोमा चाहिँ इन्क्लुड गर्न खोजेको। सो यही नै थियो आजको यो बाटोमा छौँ हामी, अझै हाम्रो गन्तव्य चाहिँ जारी छ। अब अहिले चाहिँ साथीहरू चाहिँ उठिसकेपछि हामी चाहिँ यहाँभन्दा अगाडिको जर्नी सुरु गर्छौँ। सो अनि यता पछाडिपट्टि पनि हेर्नु न, नेपाल जस्तै नेपालमा बसे जस्तै फिल भएको क्या। वहाँ नेपाल पाहाडहरू हुन्छ नि, पाहाडको मुनि घरहरू बनाएको हुन्छ नि। सो त्यस्तै नै छ कि यहाँ पनि पाहाडको मुनि घरहरू बनाएको रहेछ। उनीहरू सुतिरहेको रहेछ। अब उठी चाहिँ हामी जान्छौँ। सो अब योभन्दा अगाडिको गन्तव्य चाहिँ कस्तो छ के छ त्यो हेर्नको लागि तपाईँले मेरो भिडियोलाई चाहिँ सुरुदेखि अन्त्यसम्म हेर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला, च्यानल युट्युबबाट हेर्दै हुनुहुन्छ सब्सक्राइब गर्नु होला, टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। हस्त गाइज, बाई, सी यू।